नमस्ते, म तपाईँहरूलाई एउटा भिडियो बनाउँदैछु। हाम्रो ठाउँ एरिया नम्बर 9 को वडा कार्यालयमा गरिब, अति गरिब, मध्य गरिबको नाममा ती केन्द्रबाट कार्डहरू बनाएर ल्याएर आए। आउँदाखेरिमा मेरो नाम पनि आएको थियो। त्यहाँ आउँदाखेरिमा उनीहरूले तिमीहरू जस्तालाई पाउँदैनौ भनेर उनीहरूले कता कता उनीहरू राजनीति दलहरूले त्यहाँ वडा कार्यालयको मान्छेहरूले एरिया नम्बर 9 को त्यो भएर त्यस्तो भने। म गरिबीमा एकदम तल पढेको मान्छे। त्यसपछि मैले एउटा राम लक्ष्मण सीता भएको पैसा हालेको थिएँ। अस्ति मसँग भन्थे तिमीहरूले तपाईँ त त्यस्ता पैसा राख्नुहुन्छ भनेर भन्थे। मैले त्यो भएर भने मान्छेले के राखे, मैले त्यो देखाउँदै ठुलो कुरो भयो भनेर भने। उनीहरूले घर चर्केको बारेमा पैसा दिए। त्यसपछिमा कोरोनाको बेला पैसा दिए। त्यसपछिमा उनीहरूले मान्छे छुट्याएर पैसा दिने काम गर्नुभयो हाम्रो 2-4 घरमा। लेकिन मलाई त पागलै भनेर भने के त्यहाँको वडा कार्यालय, त्यहाँको नगरपालिका, त्यहाँको सब कार्यालय। मैले भने ठिक छ, हामी पागलै भएपछि के भन्ने र कसलाई भनेर फाइदै छैन भनेर मैले बोल्दा पनि बोलेन। अनि घरको बारेमा पैसा दिए, घर चड्केको बारेमा पैसा दिए। त्यसपछिमा नाम आएको थियो, जसको नाम आयो माथिबाट लेखेर आएको थियो त्यो केयरमेट गरेर अरूको नाममा दिए। मेरो त घर पनि थिएन। अहिले भर्खरै घर बनाएर मैले खडा गरेर ऋण लाहा, मलाई करिब 10 लाख रुपियाँभन्दा माथि ऋण लाहा। त्यो अहिले मैले तिरिराखेको छु। त्यो भएर हुन त मैले वन समितिको पैसा पनि अहिले भर्खर दिएँ, सरकारले लैजान आँट्यो भन्ने हिसाबले। तिनीहरूको त्यहाँको जनता र त्यहाँको त्यो वडा कार्यालयहरू त्यो समन्वय गरेर त्यो मलाई दिनुहुन्न भनेर त्यहाँको काङ्ग्रेस एमालेहरूले अब त्यो गठबन्धन गरेर मलाई दिन पनि दिएन, नदिएर केही फरक परेन। मलाई नदिएर फरक नपर्दाखेरि पनि अहिले अब उनीहरू के भन्छन् भनेपछि यसले कसरी किन बोलाउला, घर कसरी बनाउला, ऊ कसरी बनाउला, भोलि नाप दिनेछन्, मलाई सपोर्ट गर्नेछन्। त्यो भएर यिनीहरू त जहाँ भात पाक्यो वहीँ दौड्यो भने जस्ता यी ठुला नेताहरूले माथि कागज मिलाएर अनि लिएल्ने अति गरिब भनेर छुटाउने, त्यस्ता छुटाउने किसिमका परिवर्तन गर्न पाइँदैन। मैले पहिल्यै भनेर भन्दै थिएँ। लेकिन मेरो भनेको कुराहरू त तैँले के गर्न सक्छस्, तेरो के छ भनेर भन्थे। अहिले मेरो पछाडि जब दौडन खोजेँ, म यिनीहरूलाई तपाईँ जादु देखाउन खोजेँ कि तैँले त राम्रो म पैसा राखेको छ यार। मुजी खेडे गाउँका एडे राउटे भन्छ त बेली बिहान कति सेवा सुविधा दियो त मलाई। अब सेवा सुविधा दिएको देखाऊ, होइन भने रामलक्ष्मण पैसाहरू अनि सरकारलाई दिनु पर्यो भनेर ती मुजी चोरपाताहरू त्यहाँको त्यो चोर कार्यालय एरिया नम्बर 9 को मैले भनेर त्यो भिडियो हाल्दैछु। भले मलाई के हुन्छ, कारबाही हुन्छ, ठिक छ। गरिबलाई 2 पैसाको नहेर्ने, गरिबको नामबाट पठाएको पैसा गरिबहरूलाई त्यसो भनेर धक्कै दिने। हामीलाई देखेपछि त बाघ जेगेसे जस्तो त्यहाँको चौरनी सदस्य, त्यहाँको वडा कार्यालयको मान्छे मलाई देख्यो भने, हुन त म राजनीतिमा लडेको मान्छे हुँ, राष्ट्रिय राप्रपा पार्टीको मान्छे हुँ। अहिले म राष्ट्रिय राप्रपा पार्टीमा छैन, म मार्क्सवादी हो, कम्युनिस्ट हो भनेपछि म प्रचण्डजीको मान्छे हो भनेपछि मैले त्यो भन्दा पनि यिनीहरूलाई भनेको कुराहरू मेरो साँचो लागेन। मैले भने ठिक छ, नदेऊ न, रोडको जिन्दगी छ, भारतमा कमाएर खाउँला, कुन छ रोजगार ग्यारेन्टी दिएका छन् हामीलाई, दिएको भए दिएकोमा भन्नुपर्छ। होइन भनेपछि एउटै होइन, जसको नाम आयो तिनलाई रोजगार दिने ठाउँमा मेरो नाम आएको नाम पनि अर्काको नाममा मेटाएर अर्कोको नाममा त्यहाँ काम गरे तिनीहरूले, खाने परिवर्तन मिलाए। त्यस्ता किसिमका यिनीहरू हाम्रो ठाउँको मान्छेहरू रहेछन् भन्ने कुरोहरू मैले बुझेँ। त्यो बुझ्दाखेरि म उनीहरूसित बोल्दैन। ती खेडे गाउँका एडे राउटेहरूसित मलाई भन्थे पागल। अब पागलको औकात हेर, तिमीहरूको औकात हेर बसुली होला। त्यस्ता किसिमका चम्चाहरू त्यो गाउँमा, त्यहाँ राजनीतिक पार्टीहरू, त्यहाँ पोलिटिक्सहरू तब ठिक गरेको जिएनजीले त्यस्तै किसिमको मैले पनि हुनुपर्छ भन्ने मैले पनि ठानिराखेको छु। लेकिन भले एक दिन मरेर जाने जिन्दगी हो, छोड्ने कुरा होइन। मैले पनि भनिराखेको थिएँ। भनेको कुराहरू अहिले हकीकत रेलीमा लाग्दाखेरि मलाई एकदम दामी लागेको छ। त्यस्ता किसिमका हाम्रा मान्छेहरू रहेछन् भनेर म भन्न चाहे हजुरहरूलाई। ठिक छ, हस् त, धन्यवाद। राम्रो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा, होइन दिपेश भण्डारी च्यानलमा। तपाईँहरू मेरो भिडियो हेरिदिनु होला भन्ने अनुरोध गर्दछु। हस् त, नमस्ते।